फेरि सोमबार मैले तपाईहरुको माझमा आराधनाको समय लिएर आएको छु। हामी हाम्रो परमेश्वरको प्रशंसा गरौँ। अनि आजको वचन चाहिँ मैले भजन संग्रह 105 को 1 देखि 5 पदसम्मको अध्ययनलाई लिएर आएको छु। म यसलाई पाठ गर्ने छु। यहाँ यसरी लेखिएको छ, परम प्रभुलाई धन्यवाद चढाऊ, उहाँको नामको पुकार गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर, उहाँको निम्ति गाओ, उहाँको निम्ति प्रशंसाको भजन गाओ, उहाँका सबै आश्चर्य कर्महरूको बयान गर, उहाँको पवित्र नाममा तिमीहरू गौरव गर। परम प्रभुलाई खोज्नेहरूका हृदय आनन्दित हुन्। परम प्रभु र उहाँको दर्शन निरन्तर परम प्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज, उहाँले गर्नुभएका अचम्मका कामहरू स्मरण गर, उहाँका आश्चर्य कर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर। आमेन। अनि यसमा मलाई सबभन्दा मनपर्ने चाहिँ 4 पद हो। यहाँ यसरी लेखिएको छ, परम प्रभु र उहाँको शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज। है हामीले यो संसारमा रहँदाखेरि हाम्रो परमेश्वरको शक्तिको खोजी गर्दै उहाँको दर्शनको निरन्तर खोजी गर्नुपर्ने। उहाँले हामीलाई यो संसारमा दिनुभएको कार्यको हैन उहाँको योजनाको हामीले निरन्तर खोजी गर्नुपर्ने। हाम्रो जीवनमा उहाँको इच्छा के छ, हाम्रो जीवनमा उहाँले हामी प्रति इच्छा गर्नुभएको के छ, हामीलाई कुन दर्शन दिनुभएको छ, हामीलाई उहाँले कुन दर्शनमा हिँडाउन चाहनुहुन्छ, उहाँले हामीलाई कुन वरदान दिनुभएको छ, पवित्र आत्माको कुन फल दिनुभएको छ, कुन अन्तर आत्मामा कुन ज्ञान र कुन दृष्टि दिनुभएको छ, कुन अभिषेक दिनुभएको छ, अनि कुन वरदान दिनुभएको छ, त्यो कुरा चाहिँ हामीले निरन्तर खोज्नुपर्ने कुरा छ। है अनि आज परमेश्वरको हामी आराधना गरौँ, स्तुति गरौँ, प्रशंसा गरौँ, किनभने यो समय फेरि पनि परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ। हामी हाम्रो परमेश्वरको प्रशंसा गरौँ। कोरस नम्बर 179 नम्बरको कोरस गाएर हामी प्रभुलाई छोटो स्तुति महिमा प्रशंसा चढाउँ। यहाँ यसरी लेखिएको छ, बगाउनुहोस् नदी जीवनको प्रभु, तपाईको सिंहासनदेखि मेरो जीवनमा फेरि प्रभु बगाउनुहोस्, ममा पठाउनुहोस्, पवित्र आत्मा पठाउनुहोस्, मेरो जीवनमा आफ्नो प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईको दर्शन मलाई निरन्तर दिनुहोस्, तपाईको दर्शनमा मलाई निरन्तर हिँडाइरहनुहोस्, तपाईको दर्शनमा हिँड्नको निम्ति मलाई शक्ति दिनुहोस्। म तपाईँ परमेश्वरबाट आएको शक्तिको निरन्तर खोजी गर्छु।
दर्शन दिनुहोस् मलाई, दर्शन दिनुहोस् मलाई, प्रभु बगाउनुहोस् ममा। हे परमेश्वर, तपाईको सिंहासनदेखि हामीमा आफ्नो जीवित आत्मा हामीमाथि तपाईँ परमेश्वरले भरिपूर्ण तुल्याउनुहोस्। तपाईको आत्मा हामीमाथि बहाउनुहोस्, जसको कारणले हामी तपाईँ परमेश्वरको आराधना गर्न सकौँ, तपाईको प्रशंसा गर्न सकौँ, तपाईको महिमा गर्न सकौँ। तपाईँ प्रभुले इच्छा गर्नुभए अनुसार प्रशंसाका भेटीहरू हाम्रो हृदयबाट निस्कोस्। प्रभु, तपाईको सिंहासनबाट हामीमा यो पठाउनुहोस्। तपाईको दर्शनले हामीलाई भरिपूर्ण तुल्याउनुहोस्। तपाईको महिमाको निम्ति तपाईको दर्शनले हामीलाई जोसिलो र जाँगरिलो बनाइराख्नुहोस्। प्रभु, तपाईको उत्साहले हामीलाई भरिराख्नुहोस्। तपाईको आराधना गर्नलाई शक्ति दिनुहोस्। तपाईँ परमेश्वरको महिमा गर्नलाई सारा हृदयले, सारा प्राणले, सारा समझले प्रभु तपाईको प्रशंसा गर्नलाई आफ्नो आत्मा हामीमाथि खन्याउनुहोस्। जब दाउद तपाईँ परमेश्वरको आत्माले भरिपूर्ण भए, तब उसले खैजडीका साथ नाच्दै गाउँदै तपाईँ परमेश्वरको आराधना गरे। प्रभु, जब तपाईँ परमेश्वरले मिश्रका घोडचढीहरूलाई, मिश्रका सबै सेनाहरूलाई तपाईले लाल समुद्रमा फाल्नुभयो, मूसाले तपाईको आराधना गर्यो, मरियमले खैजडी बजाएर तपाईको आराधना गर्यो। हे प्रभु, तपाईका कार्यहरू, तपाईका शक्ति, तपाईको कार्यहरू कति अचम्म छन्। प्रभु, महिमाको योग्य हुनुहुन्छ, प्रशंसाको योग्य हुनुहुन्छ। हाम्रो जीवनमा पनि तपाईँ परमेश्वरले त्यस्तै अचम्मका कार्यहरू गर्नुभएको छ। हामीले नसोचेका कुराहरू तपाईँ प्रभुको चरणमा पूरा भएको छ। तपाईँ प्रभुले हामीलाई अचम्मको तपाईँ परमेश्वरको आशिषमा हिँडाउनु भएको छ। अचम्मको स्वर्गीय आनन्दमा जिउन दिनुभएको छ। हाम्रो हृदयलाई तपाईँ परमेश्वरको प्रशंसा र महिमाले भराएर तपाईले प्रफुल्लित तुल्याउनु भएको छ। प्रभु, तपाईलाई धन्यवाद। तपाईँ परमेश्वरले अघिबाट हाम्रो निम्ति सबै कुराहरू तयार गर्नुभयो। हे महिमाको प्रभु, तपाईँ नै मात्र हुनुहुन्छ। प्रशंसाको प्रभु तपाईँ मात्र हुनुहुन्छ। तपाईँ प्रभुको सिंहासनमा महिमाले भरिएको छ। तपाईँ प्रभुको सिंहासन वरिपरि आराधना कहिले पनि सक्दैन। प्रभु, स्वर्गीय दूतहरूले, स्वर्गीय समूहले तपाईँ प्रभुको प्रशंसा गरिरहन्छन्। स्वर्गीय दूतहरूले तपाईँ प्रभुको सिंहासन वरिपरि तपाईँको प्रशंसा गरिरहन्छन्, किनभने तपाईँ प्रभु महिमाले भरिएको प्रभु हुनुहुन्छ। फेरि पनि हामीलाई लिन आउनुहुने हे प्रभु येशू, हाम्रो माझमा तपाईँ कल्वरी डाँडको क्रुसमा जन्मिनुभयो, कल्वरी डाँडको क्रुसमा मर्नुभयो, हाम्रो माझमा गाईको गोठमा जन्मिनुभयो, अनि प्रभु तपाईले हामीलाई उद्धार र मुक्ति दिनुभयो। तपाईलाई धन्यवाद। तपाईको नम्रताले आज हामी नम्र बन्न सिकेका छौं। तपाई प्रभुले हामीलाई विनम्र हुन सिकाउनु भयो। तपाईको वचनले भन्छ, मलाई मसँग सिक, कसरी विनम्र र कोमल हुनुपर्ने हो मसँग सिक, मेरो क्रुस बोक र मेरो पछि लाग। हे प्रभु येशू, हामीलाई विनम्र र कोमल हुन सिकाउनुहुने प्रभु तपाई हुनुहुन्छ। हाम्रो प्रार्थना सुन्नुहुने, हामी माथि जागृति पठाउनुहुने, हामीलाई मुक्ति दिनुहुने र तपाईको स्वर्गीय दर्शनहरूले हामीलाई भरिपूर्ण तुल्याउनुहुने, तपाईको प्रकाशहरूले ताँदीका कुराहरू देखाएर तपाईको शक्ति प्रकट गर्नुहुने परमेश्वर, तपाईलाई धन्यवाद, धन्यवाद, धन्यवाद। हाम्रो राजा तपाई फेरि हामीलाई लिन आउनुहुने, हामीलाई लिन छिट्टै आउनुहुने प्रभु येशू, हामी त तपाईलाई पर्खेर बसेका छौं। प्रभु स्तुति होस्, तपाई प्रभुले आफ्नो शक्ति हामी माथि प्रकट गर्नुभएको छ, आफ्नो अनुग्रह हामी माथि प्रकट गर्नुभएको छ, आफ्नो कृपा हामी माथि प्रकट गर्नुभएको छ। तपाईलाई धन्यवाद, धन्यवाद, धन्यवाद। प्रभु साँच्चै नै हामीलाई दुःख कष्ट दिने, हामीलाई तपाई प्रभुबाट टाढा लाउने कुनै पनि कुराले हाम्रो जीवनमा हामी महत्त्व दिँदैनौं। त तपाई प्रभु परमेश्वरलाई हेरेर हामी अगाडि बढ्छौं प्रभु, किनभने
तपाईँ परमेश्वरमा मात्र ती कुराहरू छन् जसले हाम्रो हृदयलाई सन्तुष्ट राख्न सक्छ। तपाईँ प्रभुमा मात्र हामी प्राप्त गर्न सक्छौँ। तपाईँ परमेश्वरमा मात्र त्यो आनन्द छ, तपाईँ परमेश्वरमा मात्र त्यो प्रेम छ जसले हामीलाई सन्तुष्ट दिन्छ, जसले हामीलाई आनन्द दिन्छ, जसमा हामी सुरक्षा पाउँछौँ। हे हाम्रो प्रेम, हे हाम्रो शक्ति, हे हाम्रो उत्साहको पात्र परमप्रभु, हामी संसारमा रहनुको कारण तपाईँ परम परमेश्वर, तपाईँ प्रभु येशूको कृपा, तपाईँको अनुग्रह, तपाईँ महिमाले भर्नु भएको प्रभु हुनुहुन्छ। उज्यालोमा सधैँ बसिरहनुहुने प्रभु, मान्छेको बीचमा जन्मिनुहुने प्रभु, हामीलाई फेरि लिन आउनुहुने प्रभु तपाईँ मात्र हुनुहुन्छ। जन्म
प्रभु येशूसँग तपाईँ रहनु भएको ठाउँमा हे प्रभु येशू हामी प्रार्थना गर्छौं तपाईँ प्रभु येशूमा स्तुतिको योग्य महिमाको परमेश्वर तपाईँ मात्र हुनुहुन्छ आराधना भक्तिको योग्यको प्रभु तपाईँ मात्र हुनुहुन्छ हे प्रभु येशू तपाईँ जो हुनुहुन्छ हामीलाई लिन आउनको निम्ति प्रतिज्ञा गर्नुहुन्छ तपाईँ प्रभुको दर्शन पूरा गर्नको निम्ति हामीलाई शक्ति दिनुहुन्छ तपाईँ प्रभुको आराधनाको निम्ति हाम्रा ओठलाई तपाईँ प्रभुको महिमाका शब्दले भरिपूर्ण तुल्याउनुहुन्छ हाम्रो हृदयलाई तपाईँ प्रभुको स्वर्गीय धुनहरूले गीतहरूले भरिपूर्ण तुल्याउनुहुन्छ ओ प्रभु तपाईँ प्रभुले हामीलाई डरको आत्मा होइन तर संयमताको आत्मा दिनुभएको छ तपाईँ प्रभुले हामीलाई साँच्चै नै प्रभु निराश होइन तर आशा दिनुभएको छ तपाईँ प्रभुले हामीलाई कमजोर होइन तर शक्तिशाली तुल्याउनु भएको छ तपाईँ प्रभु हाम्रो निम्ति खडा हुनु भएको छ हाम्रो धार्मिकतालाई तपाईले शक्तिशाली तुल्याउनु भएको छ संसारमा तपाईँ प्रभुले आफ्नो महिमा प्रकट गर्नु भएको छ हे प्रभु येशू तपाईँ जीवित र जिउँदो हुनुहुन्छ तपाईँ पवित्र 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 प्रभु हुनुहुन्छ तपाईँ प्रभुका आश्चर्य कार्यहरूको वर्णन हामीमाथि तपाईँ प्रभुले गर्नको निम्ति तपाईँ प्रभुले हामीमाथि तपाईँ प्रभुले आफ्नो आत्मा खन्याउनु भयो हामीलाई त्यो आँखा दिनुभयो तपाईँको कार्यहरू देख्ने आँखा तपाईँ प्रभुको महिमा गर्ने हृदय तपाईलाई धन्यवाद 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 आज संसारका धेरै मानिसहरूले तपाईँ प्रभुको प्रेमलाई बुझ्न सकेका छैनन् तपाईले दिनुभएको यो दिनलाई जान्न सकेका छैनन् तपाईले दिनुभएको यो जीवनलाई प्रभु साँच्चै नै बहुमूल्य ठान्न सकेका छैनन् त तपाईँ प्रभु येशूद्वारा हामी साँच्चै नै बहुमूल्य भएको कुराहरू तपाईले हामीलाई जान्न दिनुभयो अनन्त अनन्तसम्म तपाईँ प्रभुले हामीमाथि आफ्नो प्रेम प्रकट गर्नुभएको छ आफ्नो उद्धार हामीमाथि प्रकट गर्नुभएको छ तपाईको प्रेम चाहिँ अनन्तसम्म स्थिर रहन्छ प्रभु तपाईको महिमा चाहिँ अनन्तसम्म स्थिर रहन्छ हे प्रभु तपाईलाई धन्यवाद 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 म मेरो जीवनमा तपाईँ प्रभुलाई म आराधना गर्छु मेरो जीवन रहन्छ म तपाईको आराधना गर्छु हे प्रभु मेरो चिन्तन मनन तपाईलाई मन परोस् किनभने म तपाईमा नै प्रसन्न हुन्छु तपाईँ प्रभु येशू आउनुहुने बाटोमा म निहालेर हेर्छु प्रभु तपाईँ प्रभुको उपस्थितिमा म आफैलाई सदा सर्वदा विनम्र पारेर राख्छु प्रभु मेरो जीवन तपाईँ प्रभुमा छ मेरो उद्देश्य र मेरो योजना तपाईको महिमा हो प्रभु तपाईको महिमा यो संसारमा होस् तपाईँ परमेश्वरको महिमा सबै मानिसहरूले सबै मण्डलीले तपाईको महिमा गर्न जानुहोस् प्रभु सारा सृष्टिले तपाईँ परमेश्वरको महिमा गर्न जानुहोस् हे परमेश्वर हाम्रो आफ्नो घमण्डमा आफ्नो देखावटीमा होइन प्रभु आफूलाई उच्च तुल्याएर होइन प्रभु त तपाईँ परमेश्वरलाई उच्च तुल्याएर तपाईँ परमेश्वरको महिमामा प्रभुजी आफूलाई समर्पित गरेर तपाईँ प्रभुलाई सुहाउँदो आराधनाका भेटीहरू चढाउनलाई हाम्रो प्राण आत्मा र शरीरलाई तपाईको चरणमा हामी राख्दछौँ पवित्रताले सुशोभित भए आत्मा र सततामा हामी तपाईको आराधना गर्दछौँ हे परमेश्वर किनभने तपाईले हामीलाई यति धेरै प्रेम गर्नुभएको आफ्नो एकमात्र पुत्र हामीलाई दिनुभएको छ तपाईँ प्रभुमाथि विश्वास गर्ने हरेक उद्धार पाउँछ भनिकन तपाईले आफ्नो प्रतिज्ञा हामीमाथि पूरा गर्नुभएको छ आज हामीले उद्धार पाएका छौँ आज हामीले तपाईँ अनन्तको जीवन पाएका छौँ ओ प्रभु तपाईँ प्रभुसँग बिताएका ती समयहरू जब हामी फर्केर हेर्छौँ कति अचम्म र कति साँच्चै नै आशिष र कति आनन्द र कति सन्तुष्ट दिन्छ ती कुराहरूले हामीलाई ओ प्रभु तपाईले हामीलाई संसारका कुराहरू शरीरका कुराहरूमा होइन त तपाईँ प्रभुको मुहारको खोजी गर्न दिनुभएको छ तपाईँ प्रभुको उपस्थितिलाई महत्त्वपूर्ण ठान्न दिनुभएको छ तपाईलाई धन्यवाद प्रभु परमेश्वर मोसासँग बोल्नुहुने प्रभु मोसालाई आफ्नो महिमा प्रकट गर्नुहुने परमेश्वर मोसालाई आफ्नो उद्धारको दर्शन दिनुहुने प्रभु मोसालाई तपाईँ प्रभुले चट्टानमा ताँदोमा उभ्याउनु भयो मोसाको आँखा छोप्नु भयो अनि जब तपाईँ नजिक आउनुभयो र मोसाको आँखा खोल्नु भयो र तपाईले आफ्नो महिमा प्रकट गर्नुभयो आफ्नो पछाडिको भाग देख्न योग्यको तपाईले मोसालाई तुल्याउनु भयो हे परमेश्वर आज हामीसँग हुनुहुन्छ
तपाईले हामीलाई पनि तपाईको महिमाको दर्शन दिनुभएको छ। तपाईको सत्यता र तपाईको पवित्रताको दर्शन दिनुभएको छ। साँच्चै नै परमेश्वर, जसले तपाईको दर्शनलाई देखेको छ, पाएको छ, जानेको छ, उसले तपाईँ प्रभुको महिमा गर्न जानेको छ। तपाईँ उसलाई महिमा गर्न सिकाउनुहुन्छ प्रभु। तपाईले दिनुभएको दर्शनहरूले हामीलाई तपाईँ परमेश्वरको महिमातर्फ केन्द्रित गराउँछ अनि हाम्रो हृदय प्रसन्न हुन्छ अनि फेरि हाम्रो प्रसन्न भएको हृदयले तपाईलाई नै प्रशंसा गर्छ। जबसम्म हामी जीवित हुन्छौँ, तपाईँ परमेश्वरलाई बाहेक हामी कुनै कुराले चाह गर्ने छैनौँ। तपाईँ परमेश्वरलाई बाहेक हामी कुनै पनि कुरालाई महत्त्व दिने छैनौँ। तपाईँ परमेश्वरलाई बाहेक हामी कुनै पनि कुरामा धेरै समय बिताउने छैनौँ। तपाईँ परमेश्वरलाई बाहेक हामी कुनै पनि कुराहरूमा र हाम्रो हृदयमा हामी बस्न दिने छैनौँ। प्रभु, तपाईँ परमेश्वरलाई, तपाईँ परमेश्वरलाई, तपाईँ परमेश्वरलाई। हालेलुया। पवित्र 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 परमेश्वर, तपाईको उपस्थितिको निम्ति तपाईले शैतानलाई हाम्रो बाहुदान तुल्याउनु भएको छ। शैतानका सबै रणनीतिहरूमाथि तपाईले हामीलाई विजय दिनुभएको छ। त्यसका शक्तिहरू पातलमा तपाईले आगोले त्यसलाई नै भस्म पारेको छ अनि तपाईँ प्रभुको नाउँ उच्च भएको छ। तपाईँ प्रभुको नाउँ चाहिँ विजय भएको छ। तपाईँ परमेश्वरको अनन्तको विजय हामी माथि प्रकट भएको छ। तपाईलाई धन्यवाद प्रभु, तपाईलाई धन्यवाद, तपाईलाई नै धन्यवाद। तपाईलाई नै हेर्छौँ, तपाईलाई नै हेर्छौँ। संयमतामा कसरी जिउनु पर्ने हो तपाईले हामीलाई सिकाउनुहुन्छ। विश्वासमा कसरी जिउनु पर्ने हो, तपाईमा स्थिर भएर कसरी जिउनु पर्ने हो तपाईले हामीलाई सिकाउनुहुन्छ। प्रभु, तपाईलाई धन्यवाद। तपाईले हामीलाई चुन्नुभयो, छान्नुभयो, अलग गाउनुभयो। संसारका धेरै कुराहरूमाथि तपाईँ प्रभुले हामीलाई उच्च तुल्याउनु भयो। धन्यवाद प्रभु, धन्यवाद। स्तुति, महिमा र प्रशंसा, आदर, भक्तिले जो छ हाम्रो निम्ति तपाईँ प्रभुले मार्गहरू तयार पार्नु भएको छ, ढोकाहरू खोल्नु भएको छ। तपाईलाई धन्यवाद दिन्छौँ। हालेलुया प्रभु, हालेलुया प्रभु। स्तुति, महिमा अनि प्रशंसा, आदर, भक्तिले जो सम्मान म तपाईलाई दिन्दछु। ओ महिमित हुमा परमेश्वर। Oh
तपाईँ परमेश्वरको अचम्मका कार्यका दृष्टिहरूको निम्ति प्रभु तपाईले कति साँच्चै नै अचम्म र आश्चर्य महिमाहरू हामीमाथि प्रकट गर्नुभयो। तपाईलाई धन्यवाद। हामीमाथि कृपा गरेर तपाईको दर्शन देख्ने योग्यको बनाउनुभयो। तपाईको महिमालाई हेर्ने योग्यको बनाउनुभयो। तपाई प्रभु सँगसँगै बादलमाथि बादलको पारिपट्टि हिँड्नको निम्ति हाम्रो दाहिने हातमा तपाईँ हुनुहुन्छ। परमेश्वर त्यो कति अचम्मको अनुभव अनि कति अचम्मको आशिष र कृपाको कुरा छ आज हाम्रो जीवनमा। तपाईलाई धन्यवाद धन्यवाद धन्यवाद। स्तुति महिमा अनि प्रशंसाका भेटीहरू चढाउँछु। तपाईँ प्रभु येशूको नाममा ग्रहण गर्नुहोस्। आमेन।